हेलो एन्ड नमस्ते। हामी खले गाउँ जाँदै बाटो हेर्नुहोस् एकदम राम्रो छ होइन। हिमालयन साडी एकदम सुन्दर छ बाटो राम्रो छ। यहाँ चाहिँ एकचोटि आउने बढी ठाउँ हो, धेरै राम्रो छ। हिमालको साडी मेरो क्यामेरा क्वालिटी हल्का लो छ तर धेरै राम्रो। हिमाल हेर्नुहोस् मेरो अहिले क्यामेरा क्वालिटी राम्रो छैन, राम्रै छ हिमालहरू। के भन्ने अब यस्तै छ हेर्नु। के गाउँ घले गाउँ ल भर्खर अब गाउँ आउँदैछ, बिस्तारै बिस्तारै गाउँ आउँदैछ। अब यो माथि झन् झन् धेरै धेरै राम्रो घरहरू पनि छ, राम्रो ठाउँ छ, राम्रो राम्रो हेर्नुहोस् त। चिया बगान आउनुपर्छ क्या तिम्रो एउटा केटा आउँछ कि घले गाउँ घले गाउँ आउँछ कि अहिले हेर न आउँछ। अब आइपुग्न चाहिँ ल घले गाउँ। यो बाटो चाहिँ स्कुल हेर्नुहोस्, यहाँ स्कुल आउँछ सट्ट परेको स्कुल। हामीले लेखेर ल्याएको छ। यस अनि तैँले अहिले छुट्टी नदिएर क्या आउनु त्यो पनि हो। अनि मान्छेको सौर्यमा नरकोठा देखाएको छैन होइन। कतिको मान्छे देखाएको छ नरकोठा आजको स्टाफ भने हेर्नुहोस् हेर्नुहोस् राम्रै आइयो। हिउँ खुल्यो भने त कस्तो देखियो ल हेर्नुहोस् त हिमाल सिधा अगाडि हजुर। उहाँ हेर्नुहोस् एकदम राम्रो हिमाल। अहिले यो बादलले गर्दा हल्का ओहो झन्डै लड्यो। ओहो धेरै राम्रो छ नि। आँचा नहेर त दे बच्चु दाइ आछ फेस आछ हेर्नुहोस् पारि हिमाल यता हेर्नु त थोरै यस हो भन्दै गर्नु देखाइदिनुहोस् सिन राम्रो सिन कता छ भनेर। हेर्नुहोस् उहाँ हिमाल ओहो अनि यति राम्रो सुन्दरताले भरेको मेरो देश होइन, हाम्रो देश। दाइ हेर्नुहोस् हामी यो बाटोदेखिबाट आएको हो। यही के गर्नु सुन्नुभयो नि पन कुखुरा पनि कराइरहेछ। ताय त अन्त हो धड़कन
बङ्गुर चल्दैन नि यहाँ त फेरि हो त्यही भन्छु भैँसी चल्दैन भने गाउँमा सही भनेको थिएँ मैले बँदेल पाइन्छ नि यहाँ त बँदेल सुँगुर बङ्गुर भैँसी कुखुरा चल्छ कुखुरा र बङ्गुर चल्दैन बाख्रा चल्दैन बाघ चल्छ याकहरू पनि पाउँछ नि याकको चल्दैन बाख्रा याकहरूको पाउने कता याकको सुट नाङ्गे मुस्ताङ म यहाँ त गोरु हुन्छ त्यो गोरु नि पाइँदैन मार्न त जानु त्यसो चाहिँ अब समितिको कुराहरू होइन समिति यतै बस्ने कि उतै जाने र त्यो सुँगुर बङ्गुर केटा खान्छ दुइटै भने नि अहिलेको के अरे युवाहरूले त खानुहुन्छ नि पहिलाको बुढा पुरानोले खानुहुन्न अब हामी जस्तोले खाँदा हुन्छ तपाईँहरू जसोले खानुहुन्छ तर हाम्रो घरभित्र छिराउनु हो त्यो भएर। अनि बढ्दै हुनुहुन्छ हामी कहाँ जानुपर्ने रे अब हामी अब समितिमा जानु पर्यो त्यहाँ गएर सोध्नु पर्यो के कस्तो हो समितिको ठाउँमा गएर यसो बुझ्नु पनि भयो यहाँ चाहिँ एकदम धेरै राम्रो छ होइन यहाँ चाहिँ पाल सिस्टम रहेछ गेस्टहरूलाई राख्ने होस् राम्रै छ त्यो कन्ट्याक्ट गर्नुपर्ने रहेछ त्यो समिति बैठक है के हुँदो रहेछ त्यहाँ यसो ल त्यतिर जाँदैछौँ होइन त्यही हो जस राम्रै गरेर यहाँको समितिले सिस्टम राम्रै छ हो सिस्टममा गयो हो कुरो बुझ्यो नि यहाँको थाहा छैन नयाँ कुरा थाहा भएन नि हो यहाँ चाहिँ आएपछि टक्क यहाँ समिति बुझ्नुपर्ने रहेछ बस्ने ठाउँसँग सब उहाँहरूले गर्नुपर्ने चाहिँ यहाँ पालो सिस्टम रहेछ यस राम्रै सिस्टम राखेर रहेछ यहाँ भन्नु बुझ्यौँ ओहो पानी परिरहेछ हल्का रमाइलो आजको बस हाम्रो त्यतिर हुन्छ भोलि के भोजुङ बनि भोलिको यात्रा छ भोजुङ आज चाहिँ यतै बसिन्छ हेर्नु घले गाउँमा बसिन्छ हेर्नु राम्रो छ ठाउँ यो त अहिले केही होइन सम्पर्क कार्यालय यहाँ छ यहाँ मात्र आएर टक्क सम्पर्क गरेर अनि त्यसपछि यता रुमहरू के हुन्छ गेस्ट हाउस यसो बुझ्नुपर्छ नभए बिना उसमा मिल्दैन त तपाईँ त्यतै बस्नु मिल्दैन यता समितिले भनेको ठाउँ बस्नुपर्छ बडा मजा नि यहाँ बुढा पोखराबाट बिचबाट छोड्नु त्यहाँबाट होमस्टेमा पाँचजना कस्तो चाहियो भने आलु बाल्ने दाउरा बाल्ने पोल्ने नाच्ने पाइने अगाडि आँगन होस् त्यस्तो खाले चाहियो कसैको होइन आँगन सागन भएको दिसोमा आगो बाल्ने ल 5 जनालाई 5 वटा बेड आजको बसोबास यति हाम्रो आज हाम्रो बन्दोबस्त यहाँ भान्साबाट यतै हो भान्सा आज सब कार्य ल यता ल ल कहाँ लाइभ यहाँ त्यस बन्दोबस्त राम्रै छ बस्दै
लफनसम्म छैन लफन छ भने हामी मान्छे त्यो के सुटी रे बहिनी के सुटी रे भेडाको सुटी ल पहिलोचोटि चाख्दै है फर्स्ट टाइम ए ठिकै छ केही छैन ल भाले सहित टक्क उफ्रे भाले उफ्रे हाम्रो यहाँ त कुखुरा बन्दैछ आजको उहाँ हुनुहुन्छ आमा हजुर आमा उहाँ हजुर खोर्सानी ठिक छ कुखुरा बनाउँदै हुनुहुन्छ दाइले हाम्रो भिडियो बनाएर ल यहाँ यता हार्नु ल यति रमाइलो भएको Thank you.
Sula